Excuse me, chef. New dish Okay. for our Vivek chef. Vivek chef. Okay. Wow. Looks very good. Amazing. अनि हाम्रो सेफलाई चाहिँ एकचोटि बोलाउँ न यसो हाम्रो चाहिँ यति राम्रो डिस बनाउनु भएको छ सेफलाई चाहिँ यसो बोलाउँ न त्यसमा के इन्ग्रिडियन्ट्स हाल्नु भएको छ हामी उहाँसँग हल्का कुरा Yes, sir. गरौँ न त ओके प्लिज सर ओके यसको बारेमा हल्का तपाईँले चाहिँ भनिदिनुहोस् त एकदमै यस्तो मिठो मिठो लागिरहेको छ अनि खाएपछि थाहा हुन्छ यसो भनिदिनु न यसको बारेमा यो कन्टेन्टमा आउँछ यो डिस हजुर हजुर खासमा यसको क्रम्बिङ बाइज हो तर मैले चाहिँ त्यसलाई न्यू डिफ्रेन्ट मोडमा हालेर यसलाई सेयरिङ बाइज गरेर अनि ओनियन गार्लिक थाइमको म्यारिनेसनसँग अनि सधैँ भेजिटेबल विथ क्रिम बेस ससको बनाएर अनि चाहिँ प्रेजेन्ट गरेको हो ओके ओके हजुरले दिनुभएकोमा म यसलाई खाएर एकपल्ट टेस्ट गरेर म बताउने छु अनि सँगसँगै हजुर पनि आएर हेर्नुहोस् म पनि अलिकति फ्री समयमा म पनि डिसको स्टडी गरिरहेको थिएँ जस्तै कन्टिनेन्टलमा हामीले चाहिँ ग्रिल सालमनको अनि त्यस्तो रेकअप ल्याम्पको सँगसँगै मैले कस्टिङ पार्टहरू हेरिरहेको थिएँ यहाँ देख्न सक्नुहुन्छ कसरी के कस्टिङ आइरहेको छ हामीले पनि त्यही अनुसार चाहिँ तयारी गरिरहेका थियौँ तर यो हेर्दाखेरि मलाई अहिले नै एकदमै बबाल उल्लास लागिरहेको छ म चाहिँ यो वन बाइट लिएर ट्राई गरेर हेर्नेछु अनि सँगसँगै हजुरलाई पनि म बताउँछु है त यस्तो बवाल छ यस्तो बवाल छ यो चाहिँ फर्स्ट टाइम चाहिँ कोहलपुरमा बनिरहेको छ है गाइस तपाईँहरू आउनुहोस् होटेल सिन्धु प्लाजामा यो खाएर एकपल्ट हजुरहरूले यसको टेस्ट लिएर हेर्नुहोस् थ्याङ्क यू सो मच हाम्रो सेफ विवेक सेफलाई है त